चाहिँ म गाइस कालेबुङ हिँडेको हेर्नलाई चाहिँ के ल्या फुलौडी जस मेरो पनि भिडियो हेर्दै रहेछ है मान्छेले म जस्तोको पनि भनेर खुसी लाग्छ क्या। हेलो गाइज बेबुलो नमस्ते भन्दै वेलकम टु माई किरण गोले ब्लगमा तपाईँलाई फेरि स्वागत छ है। आज चाहिँ म गाइज कालेबुङ हिँडेको र म यहाँ खरसाङको के भन्नु होला सानोतिनो स्ट्यान्डै भनौँ हुनु त स्ट्यान्ड त होइन, एक दुईवटा गाडी जाने यो कालेबुङ दार्जिलिङ जाने गाडीहरू एक दुईवटा यसरी रोक्छ हो गाइज। त्यसले गर्दा यो बाहिरको नजारा चाहिँ यस्तो भइरहेको छ है गाइज है। चिनी ऐना खोल्दैछु म, पानी परेर खरसाङको हालत कस्तो छ। पानी पर्यो, पानी परेपछि के गर्ने यस्तो छ खरसाङको हालत। यी पेट्रोल पम्प खरसाङको हो। स्कुल छुट्टी भएको छ, दोकान दिदीको लागि सपिङ ल्याइदिएको होइन, हाँसी ऊ दिदीको लागि क्या। भेनाको लागि चाहिँ के ल्या फुलौडी ल यहाँ जाने वाक्कै पार्छौँ ल ल ल ल ल लु हिँड्दै बसिरहेको टाइम पास के गर्नु भाइ यहाँ उयो छुर्पीहरू किन्नु पुग्छ, भाइ खान्छ अरे कि चारवटा छोरी बोकिरहेको छ त अन्त त्यो पुग्दैन नि त त्यो चारवटा छुर्पी। यहाँसम्म के इरिटेट पारेको किन के गरेर के ल्याइदिनु गाइस। अब हामी खरसाङबाट हिँड्यो धेरै दिन एकदम दिदीहरूकोमा बसेर कहाँ हामी क्रान्ति यो पालि चाहिँ सबैकोमा ब्लग बनाउनु पाएँ, मजा आयो, खुसी लाग्यो। खरसाङमा सबैलाई धेरै धेरै धन्यवाद भन्दै कालेबुङतर्फ लाग्यो गाइज। अब खरसाङ बजार छोड्यौँ हामीले धेरै दिन बाद। अब हामी चाहिँ यसरी गर्दैछौँ ल।
पानी पर्दैछ नि यहाँ भन्दा बिहान चाहिँ मैले त्यो रुद्रेको गाडीबाट निकाली ल्याएको थियो एउटा प्लास्टिक एउटा ब्यागै ब्याग छ हेर्छु रोकेर चाहिँ भनिरहेको छु म त्यो ब्यागले ठिकै भयो ब्यागहरू अहिलेसम्म पहिरो गइरहेको छ है जग्गा जग्गामा अहिलेसम्म नबनाएको हो कि न पहिरै गइरहेको हो खै बुझ्नै सकिनँ म त बाटोमा पुरै जग्गा भत्किरहेको छ
यो चाहिँ म घर आइपुग्यो भनेको सबुत गाइस ल घरमा आएपछि चाहिँ फेरि सुरु भइहाल्छ नि त कार्यक्रम अस्तिसम्म चाहिँ रेस्टमा थिएँ हो अहिले चाहिँ शेष भएको छ गाइस अब फेरि पहिलाको ड्रेसमा फेरि आइहालेँ हो घर आइपुगेँ घर आएपछि त्यही हो गाइस यी कर्सङमा जति पनि बनाएको ब्लगहरू हेर्दैछु है गाइस कुन चाहिँ अहिले जुम गरेर म तपाईँहरूलाई देखाउँदैछु यो कर्सङको ब्लगहरू चाहिँ यसरी आमा हो मजाको भएको थियो मजा आएको थियो रिमेम्बर दामी बस्यो योपालि कर्सङमा र आएपछि सबैको आफ्नो आफ्नो ड्युटी भाइको यहाँ खाता किताब आजदेखि ल्याइहाल्यो के जातिको हो त्यहाँदेखि यहाँ भाइ सुरु भयो है भाइ चाहिँ घुमाइ पनि भयो होइन त्यो आफ्नो ठाउँमा हो अब यो पनि आफ्नो ठाउँमा गर्नु परिहाल्छ आमाम यतिको हुनु भने त फेरि अर्को यो इक्जाम सक्ने फेरि खुर्रे पुगिहाल्छ इक्जाम सक्ने टाप पनि हुँदैन फेरि बाउ छोरा त्यही हो गाइस हामी चाहिँ बाउ छोराको चाहिँ तमास हुन्छ फेरि घुम्नु गएकै आएपछि कामको काम गाइस है अब फेरि हुनसक्छ भोलि पर्सिदेखि कन्टिन्यू ब्लग आउँछ है यो चाहिँ कर्सङबाट कालिम्पोङसम्म आएको है गाइस यो तपाईँहरूलाई फेरि भन्दै आज पनि यो ब्लग यहीँ एन्ड गर्न चाहन्छु है कर्सङ टु कालिम्पोङको ब्लग र तपाईँहरूलाई एकदम तपाईँले माया सपोर्ट दिनुभएको तपाईँहरूले मेरो कर्सङको देउसी भैलेको ब्लग चाहिँ एकदम दामी मन पराउनु भएछ है मलाई खुसी लाग्यो त्यसमा लाइक छैन होला 1-2वटा होला 2-3वटा होला लाइक केही छैन है तर भ्युज हेरिदिनु भएछ क्या 100 देखि माथि गयो भने मलाई खुसी लाग्छ भ्युज क्या तर मैले त्यो इन्कमको लागि गरेको होइन है जस मेरो पनि भिडियो हेर्दै रहेछ है मान्छेले म जस्तोको पनि भनेर खुसी लाग्छ क्या हेरिदिनुहोस् लाइक नगरे पनि सब्सक्राइब नगरे पनि होइन जतिसक्दो अब गरिदिनु भने राम्रै कुरो हो है तर अब त्यसरी हेर्दै चाहिँ गरिदिनुहोस् है गाइज ल एकदम खुसीको कुरो है यही भन्दै अब तपाईँहरूलाई मेरो यो भिडियोलाई यहीँ अन गर्न चाहन्छु नेक्स्ट भिडियोमा फेरि तपाईँहरूलाई भेट्ने छु ओके बाई बाई टेक केयर सबैलाई गुड नाइट भन्दै आज यहीँ भिडियो एन्ड गर्दैछु है